अब यहाँभित्र माइक हेरौँ है त कस्तो छ है त ल कताबाट रहेछ। हेलो गाइज, स्वागत छ सबैजनालाई फेरि पनि नयाँ भिडियोमा। आजको भिडियो रहेको छ गाइज माइकको रिभ्यू गर्न गइरहेको छु म होइन। त्यो भएर चाहिँ एउटा चिप एन्ड बेस्ट माइक होइन, म त्यसको रिभ्यू गर्न जाँदैछु। अनि हेरौँ के कस्तो छ, मैले पनि खोलेको छैन होइन। अनि यही भिडियोमै अनबक्सिङ गर्दैछु म, हेरौँ है त गाइज के कस्तो छ। ल गाइज, माइक चाहिँ यही रहेको छ होइन, माइक चाहिँ यही हो होइन, मैले खोलेकै छैन यो। मैले चाहिँ यो दराजबाट मगाएको थिएँ अनलाइनबाट होइन। यसको प्राइस म अहिले लास्टमा अहिले भन्ने पनि छु कति पऱ्यो भनेर है। यस्तो अब यसलाई म निकाल्न गइरहेको छु है। कति बलियो रहेछ हौ प्लास्टिकमा चाहिँ यसो गरेर यो चाहिँ मैले दराजबाट मगाएको थिएँ गाइज है। र यहाँभित्र के छ हेरौँ। अब यतातिर त यो चाहिँ खोस्टा मात्रै हो, यसलाई यता राखौँ। यहाँ यसको यो अब के दिएको छ, यो बिलसिल हो कि के हो है, यो सेलर के बनाएर दिएको छ। ल मैले यसलाई च्यातेँ, प्लास्टिक च्यात्दैछु। अनि त्यसपछि यसलाई पनि यता राखेर यसको कभर देख्न सक्नुहुन्छ यो होइन। आइफोनमा पनि लाग्छ अनि तपाईँको अरू एन्ड्रोइडहरूमा पनि लाग्छ है। अनि यो चाहिँ देख्न सक्नुहुन्छ यहाँ फिचरहरू सबै भनेको छ। अनि यसले चाहिँ 20 मिटरसम्मको क्याप्चर गर्न सक्दो रहेछ है, नोइस रिडक्सनहरू सबै होइन। अब हेरौँ कस्तो छ, अब युज गरेर पनि हेरौँ न है। ल यो कभर यहाँ राखेर त्यसपछि अब यहाँ यसको यहाँ आइफोनको रिसिभर यहाँ माथि नै रहेछ। यो चाहिँ आइफोनको रिसिभर भयो है। अनि यता राखौँ, आइफोनको रिसिभर सुरुमै रहेछ। अनि यसमा चाहिँ यहाँभित्र त खासै केही छैन होला, यो भित्रको यो के हो यो यहाँ यो युज गर्ने भनेर कसरी युज गर्ने भनेर यहाँ सबै यो गाइड गरेको छ गाइज। यसलाई तपाईँहरू अब हेर्न पनि सक्नुहुन्छ होइन, आवश्यक पऱ्यो भने हेर्न पनि सक्नुहुन्छ। अनि होइन भने चाहिँ अब यति गर्दा पनि हुन्छ, यहाँ सबै दिएको छ। अनि यो हेर्नु होला सकेसम्म एकचोटि यो हेर्नु होला है, कसरी के गर्ने भनेर आइडिया मिल्छ। अनि यसलाई पनि म यता राखेँ। यहाँ यो एउटा अर्को यसमा डब्बा पनि एड छ, यो के को डब्बा हो हेरौँ है त। यो केबलको डब्बा रहेछ गाइज है। हेरौँ यो केबल यहाँ यो चार्जिङको लागि होला, यो टाइप सीको रहेको छ, देख्न सक्नुहुन्छ। छोटो छ, राम्रो ठिक छ, ब्ल्याक कलरमा टाइप सीको चार्जर पनि रहेको छ। ल यो चार्जर पनि यहाँ राख्छु है त म। ल सबै सामान के छ म यहाँ माथि राख्दै जान्छु। अनि यो यता राखेँ। अनि यसमा चाहिँ अब मलाई चाहिँ राम्रो लाग्यो, यसमा यो पनि छ कि यो डब्बा, यो कभर होइन, यताउता हिँड्दाखेरि ट्याक्क राखेर हिँड्ने, चार्ज यहीँबाटै हुन्छ है। यो डब्बालाई चार्ज गरे पुग्यो, माइकलाई छुट्टै चार्ज गर्नु परेन। अनि अब यहाँभित्र माइक हेरौँ है त कस्तो छ है त। ल कताबाट रहेछ कुनै यहाँ यसो हो गाइस, हेर्नु देख्न सक्नुहुन्छ यो। अनि वायरलेस माइक रहेको छ होइन, रिसिभर अनि दुईवटा माइक पाउन सक्नुहुन्छ तपाईँले है। अनि यो कनेक्टर हो। अनि यो दुईवटा यो रिसिभर र माइकहरू पाउन सक्नुहुन्छ। अनि यहाँ यो कनेक्टरलाई पनि चार्ज गर्ने रहेछ, यही देख्न सक्नुहुन्छ। अनि त्यसपछि यो माइक निकाल्छु म। अनि आइफोनको लागि चाहिँ तपाईँले यहाँ लगाएर यसरी कनेक्ट गर्नुपर्ने हुन्छ। यो देख्न सक्नुहुन्छ कनेक्ट भयो। अब यो लगाएर यसरी गऱ्यो भने तपाईँको अनि यसलाई चाहिँ फेरि मोबाइलमा कनेक्ट गरेर यो चाहिँ तपाईँको यसरी चाहिँ कनेक्ट हुन्छ है त माइकसँग। अनि अब यो माइक चाहिँ निकाल्न गइरहेको छु म। अनि यो माइक म त चार्ज गर्नु पर्दैन भने माइकलाई पनि छुट्टै चार्ज गरेर यसलाई चाहिँ कभरमा मात्रै राख्ने रहेछ गाइज, हेर्नु त। के हो भने होइन माइकलाई छुट्टै चार्ज गर्छु भने पनि हुने रहेछ यहाँबाट है। अनि यहाँभित्र पनि दिएको छ हेर्नु, यो बक्सबाटै पनि चार्ज हुँदो रहेछ। अनि केही गरी यो बक्स बिग्रियो भने चाहिँ अनि तपाईँको यो माइक मात्रै पनि छुट्टै पनि चार्ज हुँदो रहेछ है त गाइज। यो यसमा यो अब यो कलरमा अड्काउनु लागि यहाँ हेर्नु यो क्लिप पनि रहेको छ। अनि जहाँसम्म बेस्ट छ गाइज होइन, प्राइस अनुसारको म अहिले प्राइस पनि भन्नेछु। एउटा अर्को पनि छ यहाँ है। अनि यो तपाईँको यहाँ दुईवटा यो पाउनुहुन्छ तपाईँले है माइक। अनि अब यसो कसैको पोर्ट क्लासहरू यताउता हुन्छ अनि एउटा आफूले एउटा अर्कालाई लगाएर दिनलाई होइन, क्वेसन एन्सर गर्नको लागि पनि धेरै सजिलो हुन्छ। त्यसको लागि अब दुईवटा यो पाउन सक्नुहुन्छ। डिजाइन पनि राम्रो छ, सानोमा चट्ट है। अनि जहाँ पनि राख्न लुकाउन मिल्ने अनि चुन्याउन मिल्ने, अनि दुईवटा रहेको छ। अनि यो अब सी टाइप छ भने त तपाईँको भइहाल्यो होइन, छुट्टो हुन्छ झन्। अनि आइफोन छ भने पनि तपाईँको बेस्ट छ। अनि यसरी ठ्याक्क आइफोनमा पनि कनेक्ट हुन्छ दुईवटैमा, त्यो अनुसारले बवाल छ। अनि अब यो माइकको टेस्ट गरौँ है त। यसले चाहिँ भन्दैछ कि 20 मिटरसम्मको तपाईँको क्याप्चर गर्छ अरे है। अनि ठिकै छ। अनि भ्लगिङहरू गर्नको लागि होइन, भिडियोहरू बनाउनुको लागि। अनि हेरौँ यसको साउन्ड चेक गरौँ। अब यसको डिजाइन चाहिँ हेर्न सक्नुहुन्छ यस्तै रहेको छ। अनि अब हेरौँ है त यो यसको साउन्ड कस्तो छ हेरौँ है। अब योभन्दा पछिको आवाज है तपाईँ अब यो माइकबाट सुन्नुहुन्छ है त गाइस। ल अहिले आएको आवाज चाहिँ गाइस होइन, यो
यही माइकबाट हो। मैले अर्को चाहिँ यहाँ जोइन गरेको छु होइन। यही माइकबाट आइरहेको छ आवाज होइन, के कस्तो आइरहेको छ अब मलाई त थाहा छैन होइन। अनि यो म पछि सुन्नेछु। अनि यो चाहिँ आवाज कस्तो आइरहेको छ होइन, अघिको आवाज र यो आवाज कतिको फरक मान्नु भएको छ है। अनि विचार गर्नु होला यो भिडियोमा कस्तो आवाज आइरहेको छ है, कस्तो लाग्छ हजुरहरूलाई। अनि कमेन्ट पनि गर्नु होला कस्तो छ माइक होइन, आवाज साउन्ड कस्तो छ यसको। यसमा चाहिँ के रहेको छ भने यसमा होइन तपाईँको अब कनेक्ट भएपछि यस्तो लाइट पनि बल्छ है। अनि त्यसपछि यसमा खास के रहेको छ भने आवाजहरू तपाईँले 3 टाइपको बनाउन सक्नुहुन्छ क्या। यो भनेको फर्स्ट स्टेज हो होइन। 1 नम्बरमा लगायो भने यस्तो आवाज आउँछ होइन, यसलाई तपाईँ 3 चोटि दाब्न सक्नुहुन्छ। अब सेकेन्ड स्टेपमा कस्तो आवाज आउँछ हेर्नुहोस् है त, म प्रेस गर्छु है त ल। यो आवाज भनेको तपाईँको सेकेन्ड स्टेपको आवाज हो। अब कस्तो आइरहेको छ है, अब त्यो मैले त सुनेको छैन, हजुरहरू सुन्नु होला है त। यो चाहिँ सेकेन्ड स्टेपको आवाज हो है। तपाईँको अब नोइज रिडक्सनहरू हुन्छ नि त। अनि तपाईँको यो चाहिँ 2 नम्बरमा लगाएपछि भनौँ न, एकचोटि प्रेस गरेपछि यस्तो आवाज आउँछ। अब म चाहिँ यसलाई फेरि एकचोटि अर्कोचोटि प्रेस गर्छु है त यहाँ ल। अब फेरि यसलाई चाहिँ तपाईँले 3 चोटि प्रेस गर्न सक्नुहुन्छ होइन। अनि त्यो दोस्रोमा चाहिँ तपाईँको यस्तो आइरहेको छ है त, यो कस्तो छ होइन, आवाज कस्तो छ। अब म यसलाई फेरि एकचोटि अर्कोचोटि प्रेस गर्छु है त। आवाजहरू कस्तो आइरहेको छ गाइज होइन, तपाईँ अनि यसो अब भन्नु होला, कमेन्ट गर्नु होला होइन, आवाज कस्तो आइरहेको छ सुन्नुभयो होला भिडियोमा है। अनि कस्तो लाग्यो अनि हजुरहरूलाई आवाज होइन, मैले त अहिले सुनेको छैन, म यसलाई पछि पक्कै पनि सुन्नेछु। सो त्यही हो गाइज होइन। अब तपाईँहरूलाई आवाज कस्तो लाग्यो, कस्तो सुन्ने हो भिडियोमा होइन। अनि अब आवाज यसरी यहाँ टङ्गाउनु पनि सक्नुहुन्छ है। मलाई चाहिँ बेस्ट लागेको चाहिँ अब पहिलो नम्बरमै आयो कि भन्ने लाग्यो मलाई चाहिँ होइन। अनि त्यसपछि बाहिरको नोइजहरू ल्याउने कि नल्याउने होइन, त्यो चाहिँ तपाईँहरूले त्यो बटनबाट मिलाउन सक्नुहुन्छ कि। अनि त्यसरी चाहिँ गर्न सकिन्छ यो। जस ओभरअल मलाई चाहिँ राम्रो लाग्यो है त गाइज। अनि यो चाहिँ मलाई बेस्ट लाग्यो माइक है। अनि आवाज पनि ठिकै नै छ जस्तो लाग्छ है। अनि तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला होइन। अनि यसको प्राइस भन्नुपर्दाखेरि चाहिँ गाइज यसको प्राइस खासै महँगो छैन। यसको प्राइस मैले दराजबाट मगाउँदाखेरि चाहिँ मलाई 1600 रुपियाँ परेको थियो है त गाइज। 1600मा यतिको साउन्ड दिने माइक भनेको चाहिँ मलाई लाग्छ बेस्ट नै हो होइन। अनि त्यसपछि त्योबाट चाहिँ ठिक छ, राम्रो छ। अनि अब यो माइक्रो होइन, वायरलेस माइक्रोफोन होइन। अनि त्यसमा यस्तो डब्बा पनि पाउनुहुन्छ चार्जेबल होइन, चार्ज गर्न सकिन्छ। अनि भित्र अनि यहाँ राख्न सकिन्छ होइन। अनि तपाईँको यसले अब 7-8 घन्टा नै मजाले चल्छ मजाले भनेको त राम्रो हो। अनि त्यो चाहिँ मलाई चाहिँ बेस्ट लाग्यो होइन। अनि मगाएको थिएँ अनलाइनबाट, अब के कस्तो आउँछ भन्ने लागिरहेको थियो। जोस् राम्रै आयो, मन पऱ्यो मलाई चाहिँ। अनि अब हेरौँ कतिको छ, अब यसलाई बिस्तारै युज गर्दै जाँदाखेरि राम्रो नराम्रो अझ पछि थाहा हुन्छ नि त। अनि आज त मैले अनबक्सिङ मात्रै गरेको। सबभन्दा साउन्ड कस्तो लाग्यो त्यो हो। तपाईँलाई साउन्ड कस्तो लाग्यो कमेन्ट गर्नु होला है। ओके गाइज, माइकको साउन्ड कस्तो लाग्यो तपाईँलाई कमेन्ट गर्नु होला है। अनि अब यति भन्दै अब आजलाई भिडियो पनि यति नै गाइज होइन। भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। अब नेक्स्ट भिडियोमा फेरि भेटौँला। आजलाई चाहिँ बाई बाई।